सम्पूर्णमा नमस्ते। आज मैले तपाईहरुलाई फार्पिङको भिडियो ल्याएर आएको छु। भिडियो चाहिँ अब डाइरेक्ट यता हामी माथि चढेदेखि नै सुरु छ। तल चाहिँ हामी डाइरेक्ट अब ट्याक्सीबाट आएर त्यही यता असुरा गुफा जाने बाटोमा चाहिँ ठ्याक्कै तल डोल्माको ताराको ठ्याक्कै तल दर्शन गरेर चाहिँ हामी माथि चढेर आएको हो। अनि अहिले चाहिँ यहाँ माथि दक्षिण काली माईको मन्दिर बनाएको रहेछ माथि। अनि त्यहाँबाट चाहिँ यस्तो भरिङ पनि रहेछ कि अनि यो साइडबाट यताको भरिङ चाहिँ पुरानो भरिङ भइहाल्यो, त्यहाँबाट पनि त्यो माथि डाँडा पुग्छ। यो चाहिँ अहिले नयाँ भरिङ बनाउनु भएको रहेछ कि अनि राम्रो रहेछ। यताको अघि मैले तपाईँलाई देखाएको भरिङबाट पनि त्यो हिँड्दै माथि डाँडा हिँड्दै गयो भने यही बाटो जोइन हुन्छ। अनि अहिले चाहिँ जे होस् भरिङ बनाएर राम्रो बनाएको रहेछ। अनि जस पहिलाको भन्दा रुखहरू चाहिँ अलिक कम जस्तो पनि फिल भयो होइन। अनि यहाँ चाहिँ हामी पहिलेदेखि आइरहने अनि यस्तो खानासाना पनि ल्याएर पिकनिक जस्तो पनि गर्ने गरेर आइरहन्छौँ। यो चाहिँ अब हामी बुद्धिस्टहरूको चाहिँ तीर्थस्थल हो, एकदम ठुलो तीर्थस्थल हो। अनि टाइम टु टाइम हामी आइरह हुन्छौँ। यहाँ अब हामी गुरु रिम्पोछे गुरु पद्मसम्भवको चाहिँ एकदम राम्रो एउटा अलिकति स्पेसल सिद्धि प्राप्त गर्नुभएको ठाउँ हो। अब यो धेरै फेरि यस्तो विषयमा मलाई जानकारी अलिअलि त छ, तर तपाईँहरूलाई भन्दाखेरि कतै अब कतै कुनै इम्पोर्टेन्ट कुरा छुट्ला भनेर चाहिँ मैले यस्तो धार्मिक कुराको चाहिँ खासै धेरै चाहिँ अब अलिकति थाहा भएको भन्छु, तर एकदम त्यो डिटेलमा चाहिँ भन्दिनँ। किनभने कहिले फेरि मैले भनेको थोरै पनि मिस्टेक भयो भने चाहिँ कस्तो हुन्छ भने मान्छेलाई चाहिँ अब एउटा अलिकति अर्कै खालको मेसेज जान सक्छ नि त। अनि फेरि त्यही कुरा चाहिँ मान्छेले अर्कोलाई फेरि पास गर्दाखेरि त्यो झन् त्यसरी मिसकम्युनिकेसन हुँदै अनि त्यो कति कुराहरू यसरी पनि अब धार्मिक कुरा अथवा जे कुराको पनि अलिकति हामी डिटेलमा होइन पुरै नलेज नभइकन चाहिँ अलिकति बोल्दा गाह्रो हुन्छ। त्यति गहिरोमा गएन म पनि। अनि यहाँ चाहिँ मैले भर्खर तपाईँलाई मन्दिर देखाइहालेँ, मन्दिर पनि राम्रो बनाएको रहेछ। अनि जस मजाको ठाउँमा डाँडामा बनाएको रहेछ। अनि यसो तपाईँहरू आउनुभयो भने माछा पनि घुम्नु पनि मिल्ने रहेछ। अनि त्यहाँपछि चाहिँ हामी फेरि त्यहाँ माथिबाट गइसकेपछि चाहिँ तल फर्किएर अनि एकछिन यो राम्रो ठाउँमा हावा खाँदै बस्यौँ, चियाहरू होइन। अनि यस्तो ठाउँतिर चाहिँ अब हामीले घरबाट केही खानेकुरा अब नर्मलै ल्याएर आयो भने मिठो हुने है। अब सायद तपाईँहरूले पनि एक्सपिरियन्स गर्नुभयो होला। अनि हामी चाहिँ अब फार्पिङमा आउने बेला प्रायः केही न केही चाहिँ ल्याएरै हुन्छ। अनि त्यहाँपछि हामी त्यहाँ माथि घुमेर आइसकेपछि चाहिँ अनि तल यता यहाँ गुम्बापट्टि आउँदैछौँ। यहाँबाट चाहिँ ठ्याक्कै असुरा गुफा पुग्छ। अनि यहाँ पनि अब गुफामा हामीले एकछिन दर्शन गरेर अनि तलतिर पनि जान्छौँ। तलतिर पनि धेरै हामीले दर्शन गर्ने ठाउँहरू बाँकी नै छ। अनि यहाँको राम्रो राम्रो भ्यूहरू पनि मैले खिच्दैछु होइन। अब जे देख्यो पनि त्यही राम्रो लाग्ने भने जस्तै होला होइन। अनि मलाई चाहिँ अब अलिकति जे देख्यो पनि नछुटाउनु जस्तो लाग्छ होइन। अनि अब यस्तो बाटोमा हिँड्दै मैले खिचेँ। अनि यहाँ ठ्याक्कै आएर अब हाम्रो असुरा गुफाको चाहिँ ठ्याक्कै अब यता आइपुग्यो होइन। यहाँ इन्ट्रान्स छ। तपाईँहरू धेरैजना आउनुभएको होला सायद। बुद्धिस्टहरू चाहिँ अलमोस्ट प्रायः सबैजना नै आउनुभएको ठाउँ जस्तो लाग्छ मलाई होइन। अरूहरू पनि कतिजना घुम्न आउनुहुन्छ, राम्रो ठाउँ छ होइन। यतिकै पनि तपाईँहरू पनि कहिलेकाहीँ घुम्न आउनु सक्नुहुन्छ र आएको बेला दर्शन गर्नु इच्छा लाग्यो भने तपाईँहरू त्यो पनि गर्न सक्नुहुन्छ। र हामी चाहिँ यहाँ आएर एकछिन मेडिटेसन गऱ्यौँ कि होइन यो। अनि यहाँ चाहिँ ठ्याक्कै हामीहरूले यस्तो हात राख्ने जस्तो पनि गर्छ कि। अनि अब यसको पनि बारेमा मलाई अलिकति थाहा छ, तर फेरि पुरै थाहा नभएको हिसाबले बोल्नै डर लाग्ने कि यस्तो विषयमा। अनि त्यहाँ ठ्याक्कै हामीहरू चाहिँ अनि त्यहाँ एकछिन मेडिटेसन गरेर बाहिर निस्किसकेपछि चाहिँ अनि यहाँ टक्क लगाएर एउटा बिरालो रहेछ कि यस्तो माया लाग्दो गरेर बसिरहेको थियो। अनि ऊ चाहिँ यहीँ गुम्बाको बिरालो जस्तो छ। अनि मान्छेसँग पनि नडराउँदो रहेछ कि। अनि त्यहाँबाट हामी चाहिँ यता तलतिर अब लाग्दैछौँ होइन। अब यताको दर्शन भइसकेपछि चाहिँ यहाँ तल चाहिँ के छ भने वज्रयोगिनीको मन्दिर पनि छ। अनि हामीहरू चाहिँ आउँदा यहाँ पनि जान्छौँ जहिले पनि होइन। अनि जस यहाँ चाहिँ अब भने जस्तो फार्पिङ आएपछि हामी सबै यो कुन कुन मेन ठाउँ चाहिँ सबै हामीले दर्शन गर्छौँ होइन, थाहा भयो जति चाहिँ। अनि यहाँ पनि हामी माथिबाट फर्केर यहाँ तल आउँदैछौँ। अनि एकदम राम्रो मन्दिर त अभियसली राम्रो पनि भइहाल्छ, ब्लेसिङको लागि नै हामी आफै राम्रो गइहाल्छौँ। अनि जस अनि यहाँ चाहिँ यस्तो कुकुरहरू पनि कति धेरै छ। यहाँ 5वटा रहेछ। अनि लास्ट टाइम हामीहरू आउँदाखेरि पनि मैले उनीहरूको भिडियो खिचेँ चाहिँ। अनि त्यतिखेर चाहिँ हामीले यस्तो पिकनिकमा खानको लागि गाजर अनि काँक्राहरू के लगाएर गएको थियो। अनि उनीहरूलाई देख्थ्यो, उनीहरू क्या मजाले खाथ्यो कि। मैले त कुकुरहरूले त अब त्यसरी अब पालेको पनि थिएन। अनि अब जहिले दिनु भने बिस्किटहरू, कहिलेकाहीँ अब मासु भातहरू, दही भात, दुध भात त्यस्तै दिने हो नि त अब यसो देखेकोहरूलाई नि।
अनि उनीहरूले चाहिँ काँक्रोहरू पनि कस्तो मजाले खाएको थियो कि अनि मलाई ठ्याक्कै याद थियो पछि एउटा मात्रै देख्यो अनि हामीले चाहिँ नि अरू कहाँ छ होला भनेर अनि कुरा गर्दाखेरि चाहिँ त्यहीँको ठ्याक्कै मन्दिरमै बस्नुहुने उहाँ के अरे हाम्रो गुरुहरू नै हुनुहुन्छ होला उहाँ सायद उहाँहरूले सुन्नुभएछ अनि त्यहाँपछि यतापट्टि कुनामा छ भनेर भन्नुभयो अनि ठ्याक्कै उनीहरूको पनि भिडियो खिचेर आयो उनीहरू सुतिरहेको रहेछ कि त्यहाँ कुनामा अनि टोटल 5 जना रहेछ हाम्रो सायद भिडियोमा 4वटा चाहिँ तपाईँले देख्नुभयो होला त्यहाँ चाहिँ वज्रयोगिनीको पनि हामीले त्यहाँ दर्शन गरेर आएपछि चाहिँ फेरि तलतिर पुग्दैछौँ हामी अनि जस फर्पिङ आएपछि एकदम रमाइलो छ ठाउँ यतिकै राम्रो ब्लेसिङ पाउने यतिकै अनि सबै राम्रो अनि तपाईँहरूलाई थाहा नै छ फर्पिङ चाहिँ अब के कुराको लागि एकदम फेमस छ नि त अब लप्सीहरू के टन्नै छ नि त अनि त्यहाँपछि ठ्याक्कै यहाँ लप्सीको बोटकै तल फेरि लप्सीको यस्तो तितौरा बेचिरहनु भएको रहेछ अनि एउटा हामीले त्यो पनि लियौँ अनि यो चाहिँ मैले के खिचेँ फुल जस्तो लाग्यो कस्तो राम्रो लागेर अब धेरै अगाडिको भएर मैले कस्तो भुलेँ कि अहिले राम्रो थाहा नै भएन त्यहाँपछि अर्को मैले त्यो तपाईँलाई बाटो किन ठ्याक्कै देखेँ नि त्यसकै अपोजिटमा चाहिँ अब मैले अघि पसलको नाम चाहिँ ठ्याक्कै भएन होइन तपाईँहरूलाई हिमालयन समथिङ थियो जस्तो तर तपाईँहरू आउनुभयो भने चाहिँ यो ठाउँमा चाहिँ हामीहरू खाजासाजा खानलाई बसेको थियौँ यो ठाउँ चाहिँ म जहिले आउँदा प्रायः यही ठाउँमै जान्छु खानेकुरा मिठो छ अब आज खासै यो मैले फुडको रिभ्यू जस्तो नभएर पनि मैले त्यो रेस्टुरेन्टको चाहिँ राम्ररी खिचेन अनि आजको दिन चाहिँ हामी सबैजना भेज खाइरहेको थियौँ अनि त्यही मजाले खायौँ होइन अनि खानेकुरा मिठो थियो यहाँ आउँदा मलाई जहिले मिठै लाग्छ खानेकुराहरू अनि अब तपाईँले मेरो त्यो भिडियोमा क्याटहरू पनि दिनुभयो होला कस्तो राम्रो कलरको क्याटहरू थियो कि अनि जस अनि लास्टमा आएर चाहिँ हामीले यहाँ पनि दर्शन गर्छौँ यहाँ झन् मेन भनौँ न यता माथि एउटा गुफा छ अनि त्यहाँ चाहिँ मेन गुरु रिम्पोछेले चाहिँ सिद्धि प्राप्त गर्नुभएको भएर यहाँ चाहिँ हामीहरू कहिले पनि छुटाउँदैनौँ यहाँ आउँदाखेरि अनि हो यो ठाउँ हो ठ्याक्कै रिइन्लाइटमेन्ट केभ अफ गुरु रिम्पोछे भनेर लेखेको छ अनि यहाँ गएर पनि हामी एकछिन मेडिटेसन चाहिँ गर्छौँ अनि एकदम कस्तो एउटा मजा फिल हुन्छ कि दिमाग फ्रेस भए जस्तो पिस होइन अनि कस्तो आनन्द लाग्छ कि अनि यो माथिको चाहिँ अब सर्पहरू के छ होइन अब राम्ररी थाहा छैन मलाई अनि जस अब तपाईँहरूलाई इन्ट्रेस्ट छ भने चाहिँ तपाईँहरूले कमेन्ट गर्नुभयो भने चाहिँ मैले अब यो थाहा भएको मान्छेकोबाट डिटेल लिएर तपाईँलाई भन्न सक्छु नभए पनि तपाईँले नेटबाट यताउति हेर्नु पनि सक्नुहुन्छ अनि यहाँ कस्तो राम्रो देखिरहेको थियो माछाहरूलाई अनि यो पनि मैले एकछिन भिडियो खिचेँ नि यहाँ के छ नि एउटा माछा यस्तो जम्प गर्ने जस्तो मैले भिडियो खिचेको थिएँ होइन यो चाहिँ हेर्नु ल यता देख्नुहुन्छ होला अनि सानो माछाहरू चाहिँ जम्प गर्दो रहेछ क्या अनि यस्तो भिडियो बनाइँदै बसिरहेको थिएँ अनि ठ्याक्कै दिदीले नोटिस गर्नुभएछ माछाहरू त यस्तो उफ्रिरहेछ भनेर भन्दै थियो कि हामी त माछा कसरी उफ्रिला होला सायद अब उफ्रिन्थ्यो होला मैले अब कहिले नदेखेको हिसाबले चाहिँ होइन होला जस्तो लागेको थियो अनि पछि यताउति हेरिरहेको थिएँ अनि पछि कतिखेर चाहिँ फुत्त जम्प गरेको थियो कि अब यहाँ क्याप्चर भएको छ कि छैन यो चाहिँ हेरौँ है भएको थियो जस्तो मलाई फिल चाहिँ भयो अलिकति 2-3 महिनाको पुरानो भिडियो भएपछि चाहिँ मैले त्यति राम्ररी यादै गर्न सकेन क्या तर माछाहरू चाहिँ कस्तो राम्रो देखिरहेको छ होइन देख्नु ठ्याक्कै जम्प गरेँ नि कस्तो मजा छ कि पिस के अनि एकछिन हेरेर पनि बस्यौँ हामीले अनि कस्तो मजा पनि आयो होइन तपाईँहरूलाई पनि भिडियो हेरेर रमाइलो पनि भयो होला र सबैजना हेरेर साथ दिनुभएकोमा चाहिँ धेरै धेरै धन्यवाद।